हेलो एभ्रिवान, ह्याप्पी दिवाली सबैजनाले। अब चाहिँ म जाँदैछु आन्टीकोमा सेलरोटी पोल्नु। त्यति साह्रो चाहिँ आउँदैन, अलिअलि सिक्दै जाँदैछु हो। सिक्नु पुरा इन्ट्रेस्ट लाग्यो कि आन्टीले सेलरोटी पोल्छ भने कि अनि म पनि आउँछु भने छिटो छिटो काम सकेर चाहिँ जाँदैछु। हेर्नु चाहिँ म बढी भिडियोहरू छ है। तपाईँहरू लाइक सेयर कमेन्टहरू गर्नु है। साथीहरू राम्रो भयो कि भएन त्यो पनि कमेन्ट गर्ने है। सो अब जाँदैछु। हेलो गाइसहरू है। हेलो गाइसहरू, तपाईँहरू के गर्नुहुँदैछ? हामी त यहाँ सेलरोटी पकाउँदैछु हो। सेलरोटी पकाउँदाखेरि त यसरी लुगाहरू लाउनु पर्ने रहेछ। हामीले थाहा छैन, तपाईँहरू नि पकाउँदाखेरि यसरी लाउनुहोस् है। अब हामीले त पहिला थाहा थिएन के गर्नुपर्छ, तर छोरी मान्छे हो, भोलिको दिनमा बिहा गरेर गएपछि सिक्नुपर्ने रहेछ। त्यस कारण अहिले नै सिकिरहेको हो। अब हेर्नु चाहिँ यसरी हाल्नुपर्ने रहेछ। तर मेरो चाहिँ अब फर्स्टमा त त्यति आउँदैन हो। सिक्दै जाँदैछु, पछि सायद सिक्दै जान्छु। त रोटी त दामी पोल्दैछ त, कहाँबाट सिक्यो? छ नि यहाँ गुरुजी, आन्टीकोबाट हल्का अब सिकिराख्नु पर्यो। सिनियर त आन्टी हुनुहुन्छ हो, सिकिराख्नु पर्यो नि। ए सेलरोटी त कुनै जिलापी जस्तो भइसक्यो त। ला आन्टी, जिलापी भयो। डोमाले यति मजाले पोलेछ रोटी, कस्तो दामी पोलेछ हौ डोमाले रोटी। तर स्टार्टिङमा पुरा बिक्री नि। एक बोल पोलेछ बिचरा डोमा। यो चाहिँ सेलरोटी होइन, यो चाहिँ जिलापी हो। ए जिलापी पोल्नुभएको? जिलापी पोलेको यो चाहिँ जिलापी रोटी होला हौ। जिलापी रोटी। ए गाइस, तपाईँहरू जिलापी रोटी खाने हो भने चाहिँ मलाई कमेन्ट गर्नुहोस् है, म बनाएर पठाइदिन्छु। जिलापी रोटी त होइन, यो त के रोटी भन्नु यसलाई? हामीले सेलरोटी पोलिसक्यो है। सबैजनाले अघि नै ह्याप्पी दिवाली सबैजनाले विस गरिसकेको छ। फेरि पनि सबैजनाले ह्याप्पी दिवाली है। र तपाईँहरू कमेन्ट गर्नुहोस् है, म भिडियो हाल्छु। अनि राम्रो भएछ कि भएन है, कमेन्टहरू गर्नुहोस् है साथीहरू, तपाईँहरू मेरो फेसबुक फ्यामिलीहरू है। ओके, ह्याप्पी दिवाली फेरि पनि।